थ्याङ्क यू भैया आउँदै सो गाइस जस्ट मैले एउटा अर्डर गरेको थिएँ त्योभन्दा बिफोर अगाडि है यो बिस्टोबाट है आलु पराठा तर चाहिँ हामीले खाइसक्यो होइन भिडियो बनाउनु बिर्सेको थियो र फेरि पनि हामीले अर्डर गरेको छ अर्को पार्ट है त्यसमा चाहिँ किनभने तपाईँलाई भन्नुको लागि एकदमै मिठो छ है बिचरा भैयाहरू पानीझरीमा आउँछ अनि डेलिभरी चार्ज एकदम लाग्दैन रहेछ है अनि प्राइस पनि रिजनेबल छ त्यस्तो महँगो छैन दुईवटा आलु पराठाको 130 रुपियाँ मात्रै हो है 65 रुपिस गरेर पर्यो सो मिठो छ आलु पनि एकदम फ्रेस छ अनि तपाईँहरूलाई यो कर्ड पाउँछ यसमा र बटर यसपन्स यो चाहिँ एउटा आँपको पिक्कल हुन्छ देखाउँछ त्यही सो हेर्नुहोस् तपाईँहरूले एकदम फ्रेस तातो पनि तातो छ हो बटर लगाउँछ त्यही 2 पिस पाउँछ तपाईँहरूले हेर्नुहोस् एकदमै फ्रेस छ हामीलाई चाहिँ मिठो लागेर चाहिँ फेरि नेक्स्ट अर्डर गरेको तपाईँहरूले पनि अर्डर गर्न सक्नुहुन्छ है यो एप छ है बिस्टो भन्ने खाएर भन्दै कस्तो छ बुझेछ सो तपाईँहरूले मगाउनु सक्नुहुन्छ है यो एपबाट र एकदम बेसी होइन जस्ट कति 10 मिनट्स हो है 10 to 12 मिनटमा आइपुगिहाल्छ पानी झरीले गर्दा चाहिँ आज 2 मिनट ढिलो नभए त आइपुगिहाल्छ यो मिठो र यो भिडियो चाहिँ मैले तपाईँहरूलाई जस्ट बनाएको है किनभने तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ हामीले सुरुमा एउटा अर्डर गरेँ क्यास एन्ड डेलिभरी है क्यास एन्ड डेलिभरी पनि हुन्छ यो चाहिँ तर हामीले मिठो हुन्छ कि हुँदैन भनेर डाउट गरेँ तर हामीले खाइसकेर पनि फेरि रिटर्न मगायो एकदमै मिठो लागेर सो कोही बेला हामीलाई खानाहरू पकाउनु नमन परेको बेलामा चाहिँ है बेस्ट हुन्छ यो चाहिँ हुन्छ तपाईँहरूलाई कस्तो लाग्यो थ्याङ्क यू